एउटा कम्प्युटर भित्र मान्छे जस्तै भाइरस र एन्टिभाइरस, उनीहरू बीचको फाइट र कम्प्युटरमा आउने समस्याको बारे जनचेतना। अब यस्तो पनि हुन्छ र? हामीले त कम्प्युटरमा यस्तो कहिल्यै देखेनौ भन्ने लाग्ला। हमारे यहाँ ऐसा ही होता है। वेल, कक्षा 12 को नेपाली पुस्तकमा लेखक बखत बहादुर थापाले यही विषयवस्तुमा आधार भएर कथा गोर्खे रचना गर्नुभएको छ। यसरी आजको प्रविधिको युगमा आउने एउटा गम्भीर समस्यालाई मानवीकरण गरी मनोरञ्जनात्मक र सन्देशमूलक कथाको रूपमा प्रस्तुत गोर्खे कथाको समरी सुनौ आजको भिडियोमा। पेसल एक कम्प्युटर प्राविधिज्ञ हो। उसलाई केही गरेर देखाऊ भन्ने लाग्छ र कम्प्युटर प्रयोगकर्तालाई सबैभन्दा दुःख दिने कम्प्युटर भाइरसबाट कम्प्युटर बचाउन गोर्खे नामक एन्टिभाइरस बनाउँछ। एक दिन सतपाल पेसलसँग आएर भन्छ, पेसल भाइ, मेरो कम्प्युटरले साह्रै दुःख दियो, लौ न गएर बनाइदिनु पर्यो। र त्यसपछि सतपाल र पेसल मोटरसाइकलमा सतपालको घर जान्छन्। त्यसपछि सतपालले पेसललाई कम्प्युटर देखाउँछ र आफू पनि अर्को कुर्सी ल्याएर छेउैमा गएर बस्छ। पेसलले एकैछिन कम्प्युटर चलायो र त्यसपछि थाहा भयो कम्प्युटरमा त थुप्रै भाइरस रहेछ। त्यसपछि पेसलले आफूले बनाएको एन्टिभाइरस गोर्खे इन्स्टल गर्छ। त्यसपछि हामी एउटा नयाँ दुनियाँमा पुग्छौँ, कम्प्युटरको दुनियाँ। वेल, कम्प्युटर भित्र साँच्चै नै मान्छे जस्तो भाइरस एन्टिभाइरस त हुँदैन, तर लेखकले कथालाई थप मनोरञ्जनात्मक बनाउन एन्टिभाइरस र भाइरसलाई मानविकीकरण गरेका छन्। एन्टिभाइरस इन्स्टल गरेपछि एउटा डायलग बक्स खुल्यो र कम्प्युटरमा एउटा मान्छे आयो जुन गोर्खे नामक एन्टिभाइरस थियो। त्यो देखेर सतपाल सुरुमा त दङ्ग पर्यो, त्यसपछि हाँस्न थाल्यो। त्यसपछि गोर्खेले कम्प्युटर स्क्यान गर्न थाल्यो। त्यसपछि गोर्खेले रक्सीको सिसी निकाल्यो र ठाडो घाँटी लगायो। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। र फेरि कम्प्युटर स्क्यानिङ गर्न लाग्यो। त्यसपछि थाहा भयो कि धेरै फाइलहरू भाइरसले संक्रमित भएका रहेछन्। थुप्रै भाइरस भएका फाइलहरू डिलिट गर्न गोर्खेले पेसललाई सुझाव दियो र पेसलले डिलिट गरिदियो। करिब 1 लाख फाइल स्क्यान गरेपछि एन्टिभाइरस गोर्खेले 5 वटा राक्षस जस्तो घिनलाग्दो देखिने भाइरस भेट्यो। अब तपाईँ सिट बेल्ट बाँधेर बस्नुहोस् है त, किनकि अब हामी WWE हेर्दैछौँ। यस गाइज, अब यहाँ WWE हुँदैछ, एन्टिभाइरस भर्सेस भाइरस। गोर्खेले खरानीले एउटा रेखा बनायो। तिमीहरूले हामीलाई डराएर भाग्छ भन्छ नि? तिमीहरूले हामीलाई चिनेकै छैन, चिनेको छ? र एउटा भाइरसलाई उठाएर खरानी भित्र हाल्यो। पहिलो नम्बरमा ब्रोन्टक भाइरसलाई हाल्यो। यस भाइरसले रियल फोल्डर लुकाइदिने र डुप्लिकेट फोल्डर बनाएर तिनलाई अगाडि राख्ने काम गर्दो रहेछ र यसरी धेरै डुप्लिकेट फाइल बनाएर कम्प्युटर ओभरलोड गरिदिँदो रहेछ र कम्प्युटर स्लो बनाउँदो रहेछ, कम्प्युटरले कामै गर्न नसक्ने बनाउँदो रहेछ। त्यसपछि एन्टिभाइरसले एक लात हानेर लडाउँछ र ब्रोन्टक भाइरसलाई घाँटी थिचे मार्छ। त्यसपछि अर्को भाइरस आयो, मेमोरी भाइरस। यो भाइरस कम्प्युटरको मेमोरीमा ढुकेर बस्दो रहेछ र मेमोरीको सम्पर्कमा आउने एक्सटेन्सन फाइलको रगत चुस्ने र तिनलाई हिँड्नै नसक्ने बनाइदिने काम रहेछ। एन्टिभाइरस गोर्खेले त्यो भाइरसको मुखमा खुट्टा राखेर थिच्न थाल्यो, तर त्यो भाइरसले एन्टिभाइरसको खुट्टा नै चपाइदियो। दुखाइले गर्दा एन्टिभाइरस गोर्खे इन्तु न चिन्टु भयो र कुइनाले भाइरसको टाउकै टाउकोमा हिर्काएर मार्यो। त्यसपछि एन्टिभाइरस खुट्टा समाएर आथा भन्दै चिच्यायो। पेसलले म केही सहयोग गरौँ भन्दा पर्दैन भन्यो। त्यसपछि गोर्खेले अर्को भाइरस ल्यायो, अन्य भाइरस। त्यो भाइरस टेम्पोरेरी फोल्डरमा गएर बस्दो रहेछ र चलिरहेको फाइल अचानक बन्द भइदिने, पेज तलमाथि हुने र कम्प्युटर अनावश्यक रूपमा व्यस्त बनाउँदो रहेछ। यो भाइरस गोर्खेसँग डरायो। क्या गुण्डा बनेगा रे तू? डर लाग्दैन, अब के होला त? त्यसपछि गोर्खेले झोलाबाट एउटा गोली निकालेर त्यो भाइरसलाई दियो। त्यो भाइरसले त्यो गोली खान साथ विस्फोट भएर त्यसको नामो निशान मेटियो। त्यसपछि अर्को भाइरस आयो, चोर भाइरस। त्यो भाइरसले कम्प्युटरको पासवर्ड, इमेल, क्रेडिट कार्ड नम्बर, मोबाइल ब्याङ्किङ, एकाउन्ट नम्बर जस्ता गोप्य डकुमेन्टहरू सेयर गरेर दुरुपयोग गर्दो रहेछ। यति खतम मान्छे के मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ के। त्यो भाइरसलाई गोर्खेले जगल्ट्याउन खोज्दा त्यो भाइरसले गोर्खेको अर्को सधैँ खुट्टामा दाँत गाड्यो र गोर्खे लड्दा खरानीको घेरा भत्कियो। त्यसपछि पाँचौं भाइरस बुट सेक्टर भाइरस त्यति बेला आयो र एन्टिभाइरस गोर्खेको पेटमा कौकुती लगायो र जिस्कायो। बुट सेक्टर भाइरस कम्प्युटर अन हुने बित्तिकै र्याममा गएर बस्दो रहेछ र विन्डोज रन हुने बेलामा कम्प्युटर रिस्टार्ट गर्दै गर्दो रहेछ। बुट सेक्टर भाइरसले गोर्खेलाई यता काउकुती लगाउँदै थियो, उता चोर भाइरसले खुट्टाबाट रगत चुस्न छोडेको थिएन। भाइरसले रगत चुस्न थालेपछि एन्टिभाइरस गोर्खे सुकेको दाउरा जस्तो सेतो हुँदै गयो। एन्टिभाइरस गुहार गुहार भनेर चिच्यायो। अब मुभीको झै भिलेनले जित्न खोज्छ। गोर्खेले तुरुन्त अपडेट गर्नुस् भनेर भन्यो।
त्यसपछि पेसलले हतार हतार कम्प्युटर अपडेट गर्यो। अपडेट भइन्जेलसम्म सतपाल र पेसल यता चिया र बिस्कुट खाँदै थिए। अपडेट भएपछि हिरोको इन्ट्री लास्टमा हुने भने चाहिँ एन्टिभाइरस गोर्खेको जिउमा पावर आयो र ती भाइरसलाई गालामा चट्कन दिएर लडायो र मार्यो। त्यसपछि कम्प्युटर भाइरस मुक्त भएपछि एन्टिभाइरस गोर्खेले गुड लक भन्दै हिँड्यो। पेसलले अब कम्प्युटर रिस्टार्ट गरेर हेर्दा कम्प्युटर खरर चल्न थाल्यो र कम्प्युटर सतपालको जिम्मामा लगाएर पेसल घर फर्कियो। यसरी कथामा सतपालको कम्प्युटरमा समस्या आएको र पेसलले कसरी एन्टिभाइरस गोर्खेको सहायताले त्यो समस्याको समाधान गर्छ भन्ने विषयलाई कथाले देखाएको छ। यसरी यस कथाको रचनाकार बखत बहादुर थापाले मानिसहरूमा कम्प्युटर र प्रविधि क्षेत्रमा आउने समस्याको बारेमा बताई कम्प्युटर प्रविधि सम्बन्धी सिप तथा ज्ञान दिएका छन्। यस कथाले कम्प्युटरमा भाइरसले गर्ने क्षति र कम्प्युटरलाई भाइरसबाट बचाउन एन्टिभाइरस प्रयोग गर्नुपर्ने कुरा सिकाएको छ। नेपाल प्रविधिमा निकै अगाडि रहेको विचार प्रस्तुत गर्दै यहाँका प्राविधिकहरूले गोर्खे जस्तै अन्य कम्प्युटर सम्बन्धी भाइरस र सफ्टवेयरको विकास गरेका कुरा कथामा देखाइएको छ र आफ्नै देशका प्राविधिकहरूद्वारा निर्मित र उत्पादित वस्तुहरूको प्रयोग गर्नुपर्ने र उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने विचार कथाले प्रस्तुत गर्न खोजेको छ। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? भिडियोमा लाइक र कमेन्ट गर्न नबिर्सिनु होला र हाम्रो च्यानलमा जोडिन मन छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। आजको लागि यति नै, बाइ बाइ। हेलो एभ्रिवान, जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।